मास्टरलाई यहीँ ल्याइयो स्टाफ भयो 30 वर्षसम्म 30 वर्ष स्टाफ भएर बस्दाखेरि अब उहाँ जाने दिनमा पनि म शिक्षक प्रतिनिधि थिएँ शिक्षक प्रतिनिधि मैले विजय सर हेडमास्टर हो विजय सर हेड सर हो बासु सर त उहाँलाई गिरफ्तार गर्न आएछन् वासुदेव अधिकारी उहाँलाई आएछन् अनि त्यतिखेर बेला मैले चाहिँ के भने भन्दा म शिक्षक प्रतिनिधि थिएँ उहाँलाई त्यसो होइन त्यो उहाँ हेर्नुहोस् हेड सर हाम्रो विद्यालय समयभित्रसम्म हामीले चाहिँ उहाँलाई लान दिनु हुँदैन भनेर मैले भने अड्डी लिएँ अनि त्यसपछि हेड सरले त्यही कुरालाई अगाडि बढाउनु भयो सजिलैसित अनि गएर कुरा राख्नुभयो आर्मीले पनि त्यतिखेरको त्यो को थियो इन्चार्ज मानिदियो त्यो मानिदियो अनि मैले खाजा नि खुवाओ जाने दिनमा मैले खाजा खुवाएँ अनि आखिर भाइ ल भाउजूलाई साँचो देऊ भनेर साँचो दिनुभयो मैले साँचो लिएर घरको साँचो मैले बुझाइदिएँ भाउजूलाई अनि यस्तो नि हो अब त मेरो त उहाँ साह्रै एकदम एउटा के भने उहाँ विचाराधीन मान्छे हो उहाँ कति सङ्घर्ष गर्नु हो कुन कुन पदमा उठ्न पाउनुहुन्थ्यो के थियो चुनावको परिस्थिति त्यो चाहिँ मलाई थाहा भएन तर पनि तर उहाँ चाहिँ के हुनुहुन्थ्यो भने बाबु मैले आज छोडेर आएँ हामी प्रतिस्पर्धी मान्छे साथीलाई छोडिदिएँ म आज कतै थिएँ भने मलाई चाहिँ ढाँटेनन् उनले म यस्तो हो भने उनी लागिरहेर छन् उनले ढाँटेनन् कहिले ढाँटेन फेरि हाम्रो त्यतातिर कहिले कुनै दुष्ट के अरे नराम्रो कुरा नि घटना घटेनन् राम्रै कुराहरू भए तिमीहरू यो नगर है यस्तो गऱ्यो भने हाम्रो कारबाहीमा पर्छ त्यस्तो कारबाही पढाउन नै पढाउन त के पढाउने त कुरै गर्नुपर्दैन सिमाना नै बाहिरको मान्छे एकदम मेहनत गर्ने है उहाँले पढाएर हामी जान्ने थियौँ के म विषय शिक्षक नै हो तर पनि उहाँ पढाउनुहुन्थ्यो म ओल्तिर आएर बस्थेँ कि उहाँले साह्रै पढाउने बिस्तारै माने होइन के अरे साह्रै पढाउने अङ्ग्रेजी अनि हामीलाई त्यो नियम कानुन राम्रोसँग घोकाएको पनि पाउँथ्यो विद्यार्थीलाई सिकाएको आउँथ्यो यस्तो राम्रो मान्छे उहाँ त्यो कुनै भनौँ न कति लामो अवधि हेडमास्टर हुनुभयो उहाँ हुनुभयो नि कति वर्ष हुनुभयो वर्ष त कति भयो है त्यो तपाईँ कति वर्ष हुनुभयो भारतीय सूर्योदय मावि भारतीय लमजुङको प्रधानाध्यापक म 2 वर्ष पुरै भएँ अनि त्यो म मध्ये त मेरो पाला त यो हुँडा लिएको बेला पऱ्यो कि अब ऋषि अङ्कल भन्छु मैले हाम्रो अलैँची ऋषि अङ्कल आउनुभएको थियो त्यो बेला कार्यक्रम नै रहेछ त्यहाँ स्कुलमा ऋषि पौडेल पौडेलमा माओवादीका मसालका उहाँ त उहाँ ल्याउनु भयो के हाम्रो भाइहरू आए त्यो खेल्ने मान्छेहरू त्यो पिटी परेड पनि खेले हेर्नुहोस् है हाम्रो अगाडि नै भयो देख्यौँ हामीले साधनहरू पनि त्यहाँ छोटे मोटे हतियार पनि देख्यौँ हामीले बम बारुद त्यो पनि देख्यौँ क्या हामीले उनीहरूकै हातै छोइया हो देख्यौँ कि दिन मिल्थ्यो मिल्दैन थियो त्यो कुरा बेग्लै तर हाम्रो स्कुलमा आएको हुनाले बाबु हेर हामी तिमीहरू जस्तो त पनि के हो भन्यो लियो हेऱ्यो हेर्दा के त्यो बेला त्यस्तो नि थियो कि यो अनि राम्रै भयो राम्रै भयो अब तर हामीले उहाँलाई चाहिँ मलाई यसरी हो नि त लामो समयसम्म अलि मसिनो ठुटा छैनन् नि लामो समयसम्म ऋषि अङ्कलसित बसुट गरे मेरो बुवालाई उहाँले दाई भन्नुहुन्थ्यो अनि आधा जति ल्याउनु म यहाँ उहाँले दाई भनेको हुनाले म चाहिँ भतिज भन्नुहुन्थ्यो मलाई अनि मैले अङ्कल भन्थेँ ऋषिसित डर लाग्दैन कि कहिले पनि लाग्दैन भलै त्यो बेला हामी त्यति ल्याउनु त्यो विषयवस्तुको हिसाबले मान्छेहरू डराउँथे तर पनि हामी डराएनौँ हामी आठा त्यस्तो कुरा गर्दैन 2 पटक त हामीले घरमै सेभ गरिदिया हो अङ्कललाई पनि तपाईँ यता आउनु नि त बस्नु त्यसरी बस्यो राम्रै हो धेरै नै होइन उहाँलाई जेलमा ल्याएपछि अनि त्यही तातो पानी चिसो पानी करेन्ट होइन के गरे होइन त्यो अब त्यहाँ रिपोर्टमा उहाँले किताब लेख्नु भएको छ एउटा छोराले प्रकाशित गर्नुभएको छ अनि मेरो छोरीले 2 पटक खुर्सानी लगाइदिनु खुर्सानीको मन बनाउनेवाला खुर्सानी चाहियो अब हामीले खुर्सानी लिएर सिधै लड दिन नमिल्ने नपाइने को आयो कता गयो भन्ने कुरो हुँदो रहेछ त्यहाँ तर पनि नानीले छोरीको माध्यमले सानो फुट्यो अब आफ्नो विषय शिक्षक म उनीहरू सरहरूलाई भनेर लडिदिएँ माया गरेँ धेरै नै माया गरे हो मान्छे चाहिँ तर दाइले पनि हामीलाई माया गरे म यो कुरो भन्न सक्छु
किनभने हाम्रो त्यहाँ कुनै नराम्रो कुराहरू भएन ए बाबु यस्तो नराम्रो नगर है भन्ने अब ऋषि सरको छोराहरू छैन हाम्रो यो भरतजी भन्दा अर्को के अरे पौडेल रामप्रसादकै छोरा ए हाम्रो त भानिज भन्छौँ हामी त सन्तोष सन्तोष पौडेल सन्तोषहरू हाम्रो बलरामजीहरूको भान्जा परेको हुना हामीले पनि भानिज भन्छौँ है त्यहाँ त्यस्तो भयो बलराम अधिकारी सर हुनुहुन्थ्यो त्यतिखेर अनि उहाँ अब हुँदाखेरि के भयो भन्दा अनि आउने अनि त्यो रावर बासर चाहिँ पैसा दिनुहुन्थ्यो कि बाबुहरूलाई यो केटाहरूलाई सहयोग गर्नुपर्छ बाबु यिनीहरू चाहिँ कार्यकर्ता के गर्ने अनि यस्तो हुन्छ पाल्नुपर्छ होइन भनेको होइन उसले त्यो कुरा गरेन दिनुपर्छ सधैँ उसलाई चाहिँ बासु चाहिन्छ यहाँ बासु चाहिन्छ भन्ने मान्छे पशुपति अधिकारी र अनि फेरि अब हामी सबै साथीहरूले दाई शिक्षक स्टाफको हिसाबले हामी सबैले दाई भन्ने हो दाई नै भन्यो र बासुदाई यसरी गरे हो लामो समय त्यति लामो छ भने 30 वर्ष भने त सानो समय नै होइन नि 30 वर्ष सहकार्य गरेर सहकार्य गरे हो नि त हामीले जसरी दिए नि खाने सबैको पक्षमा न्याय न्याय बोले हो केही विपक्षमा कुरा गरेन हामी त्यहाँसँग अहिलेसम्म ठट्याङ ठुटुङ बट्याङ बुटुङ बातै भएन यति भनिदिन्छु मैले त्यति असल मान्छे है असल मान्छे हामी जति रियल कम्युनिस्ट हुनुहुन्छ जतिखेर नि कुरा हुने हो उनीसित र उनले वास्तविक बाबु यो हो यसरी जान्छ देश यसरी गइरहनुपर्छ यो परिस्थिति भनेर उनले आफ्नो विषयवस्तुको हिसाबमा अब यो भनौँ न त्यतिखेर जनवादी विचारहरू उनले त्यतिखेर त्यहाँ सुनाउँथे तर सुनाए पनि अब त्यहाँ कसैलाई भनौँ न त्यस्तो दुःख दिने कुराहरू भएनन् बडो वास्तविक मान्छे सहयोगी मान्छे विद्यार्थीले पैसा तिर्न सकिन भन्यो भने ऊ पनि मिना पनि गर्नुपर्छ भन्ने मान्छे अन्त फिस हुन्थ्यो नि त त्यहाँ ट्युसन फिस हुन्थ्यो कोचिङ क्लास हुन्थ्यो त्यो कोचिङ क्लासमा यदि मिना गरौँ भनेर भन्ने उसले भनेपछि हामीले नै भनेनौँ कसैलाई नै भनेर उसले सिफारिस गरेको मान्छेलाई नै पनि भनेन सहयोग पनि गरियो धेरै तर भएको भए हुन्थ्यो राज्यलाई त्यस्तो मान्छे सही भएन तत्काल त्यतिखेर के कुरा भयो तर मलाई चाहिँ त्यतिखेर हजुर मैले यो कुरातिर म जान हुँदैन थियो भन्नु भयो त्यो भुङ्रो बनाइने कोही साथीहरू त्यसरी बाँचिए अरे भन्छन् है तर समर्पण गरेन नि कि ऊ धेरै डिक्टेटर मान्छे भन्नु त्यो समर्पणमा चाहिँ एकदम प्रष्टवादी हो प्रष्टवादी हो प्रष्टवादी म त गर्दै गर्दिनँ भन्ने मान्छे मैले अहिले भन्न मिल्ने भने उहाँ त ठुलै मान्छेसितको प्रतिस्पर्धी हुँ भन्नुहुन्थ्यो मलाई जहाँसँग लाग्छ हामी राज्यको एउटा ठुलै मान्छेसित प्रतिस्पर्धा गरेको ठुलो मान्छे पाउँथ्यौँ अहिलेसम्म हाम्रो लिडरसिपै भएन त्यहाँ लमजुङको लिडरै भएन होइन कि मैले भन्दाखेरि स्थापित लिडरै भएन लमजुङको ऊ त धेरै मान्छे काङ्ग्रेसले नि आफूलाई स्थापित लिडर बनाउन सकेन एमाले नि स्थापित लिडर पृथ्वी सुब्बा हुनुभयो अब माओवादीको तर्फबाट देवगुरुङ त हुनुभयो तर मनाङको भन्छन् अझै पनि तर लमजुङको स्थापित लिडर अहिले पनि स्थापित हुन सके होइन वासुदेवहरू भएको भए वासुदेव अधिकारी भएको भए त छुट्टै हुन्थ्यो नि छुट्टै हुन्थ्यो अब यहाँ अब उता बोराङतिरका सङ्घालेको नेउपानेहरू उहाँको सङ्घालाई नै ठुलो राम्रो यस्तो कुरा हो ठिक होला धेरै हुनुहुन्थ्यो ल मैले चाहिँ आज बाबुराम अधिकारी सर जो हामी लमजुङ जिल्लाको स्रोत व्यक्ति पनि हो प्रधानाध्यापक भारतीय श्रोदय मावि भारतीयको प्रधानाध्यापक पनि हो हामी हेडमास्टर हुने बेला सँगै सहकार्य पनि गऱ्यौँ एकदम मिलेर जिल्लालाई शिक्षाबाट उचाल्नुपर्छ पनि भन्यौँ र आज संयोगवश सरको घरमा आगो ताप्न आइयो म्याडमले पनि आगो बाल्नुभयो यहाँ भक्ति रमनाका प्रधानाध्यापक मेरो आदरणीय मित्र नवराज सर अनि यहाँको साथी होइन सबैजना भएर आगो ताप्यौँ अहिले आज 2082 यो के अरे माघको 5 गते बेलुका यसरी चाहिँ भेटघाट भयो पुरानो स्मृतिहरू गरियो धेरै खुसी लाग्यो धन्यवाद सर यत्तिकै सल्किन्छ यो अब सूर्योदय माध्यमिक विद्यालयमा हामी विद्यालय सञ्चालनको अवधिभित्र हामी काममा थियौँ विजयराज नेपाली हेडमास्टर हुन्थ्यो अनि उहाँ हेड सर हुँदै अब हामी त एउटा चाहिँ के भने हाम्रो साथीलाई लिन आयो आर्मी किन आएको होला भन्यो अनि त्यसपछि चाहिँ सबैजना मान्छे चाहिँ कति सालको कुरो हो सर यो सालको हिसाबले मलाई एक्ज्याक्ट तिथिमिति त आउँदैन है मैले भन्दाखेरि त्यो समय अवधि चाहिँ 58-60 हिसाब हो मध्य
मध्य थियो क्या हाम्रो यो जनयुद्धको मध्य अवस्था थियो त्यो थियो। अनि उहाँ चाहिँ सर एकदम चारैतिर आयो, आर्मी आइसक्यो भने आइसकेपछि ल यसै ज्वरो लिन होला भनेर त्यसो मैले गेस गरेँ। हाम्रो हेड सरले नि भने अनि कसो गरी त भन्ने खाले कुरा हाम्रो सामान्य कुरा नि भयो। पठाउनु सर हाम्रो समयभित्र स्कुलको समयभित्र तपाईँको जिम्मा हो, तपाईँले राख्नुपर्छ आफ्नो शिक्षक स्टाफलाई भनेर भनियो। अनि त्यहाँ राख्यो पनि। अनि हामी चाहिँ खाजा खाने कुरा थियो त्यो दिन हामीले चना तरकारी पकाएको थियौँ। अनि त्यो चाहिँ खाइयो। मैले दिएँ अब हात दाइलाई मैले दिएँ हामी सबैजना हाँस्यौँ खुसी जे होस् मर्म जिता भए पनि हामी त्यो कुरामा खुसी भइयो। दाइ यसो हो कसो हो, अब कता जान्छ कसरी लान्छ कहाँ जान्छ हामीलाई कुरा थाहा हुँदैन। तर चाहिँ अब उहाँ के भन्छन् भन्थ्यो त्यो बेला हामीलाई थाहा थिएन इतिहास त। लिएर जाँदाखेरि बाटो अनि बास बस्नुपर्छ अरे, बास बसाउने लान्छ अरे, के हुन्छ अरे भन्ने पनि डर थियो त्यति। अनि जेलको कुरा कस्तो भयो? जेलको कुरामा चाहिँ के छ यो चाहिँ बेसरको जेलको कुरा। बेसर जेलमा चाहिँ उहाँ जब उहाँलाई गिरफ्तार गरेर जेलमा लगेर राख्यो। अनि यहाँ सँगसँगै जेलमै बस्ने मान्छे चाहिँ हुनुहुन्छ हाम्रो यहाँ रामप्रसाद पौडेल। अनि अर्को मैले सुनेको नाम चाहिँ है, मैले सुनेको नाम चाहिँ त्यही थियो। हुन त त्यहाँ जेलमा कोकटी थिए है, अरू थिएन। अनि उनीहरू बस्नु चाहिँ अलिक अटमस थियो अरे, मैले त्यो कुरा सुन्थेँ। अनि उहाँलाई चाहिँ खुर्सानी मनपर्ने। अनि साथ जिउ बिग्रिँदै गयो। अब त्यो अलिक कति महिना जेल बस्नुभयो? लामै समय बस्नुभयो। त्यो महिनाको दिनको नजिक हो। तर उहाँको शरीर चाहिँ यस्तो खालको हुँदै गयो क्या। त्यहाँ खानेकुराले बिग्रियो कि अब यहाँको सियार सुसार पहिलाको थिएन र बिग्रियो त्यो चाहिँ म जान्दिनँ। तर अब किनभने त्यो त्यहाँ त खावा थियो अरे, हामीले सुने चाहिँ खावा थियो, खावाको चिसो पानी थियो। त्यो खावामा जाने हाम्रो यहाँ जाने साथीहरू नि उनी पछि गिरफ्तार भएका साथीहरू नि त्यो खावामा परे, पिट्याइ पनि खाए एकदम। तर त्यही सन्दर्भमा त्यही समयमा चाहिँ कस्तो पर्यो भने अब विद्यालयको जिम्मेवारीको हिसाबले म चाहिँ गोर्खा तालिममा परिहालेँ। तपाईँ हामी गोर्खा तालिममा हजुर उता गइसकेपछि यहाँ चाहिँ के हो भन्दा यहाँ हामी 30जना डाक्टर 30जना हेडमास्टर गोर्खा तालिम केन्द्रमा थियौँ नि त। त्यही बेलामा उहाँको यहाँ उहाँलाई गिरफ्तार गरेर लग्यो। म त यहाँ लमजुङमै रहेछु। तपाईँ हुनुहुन्छ। तर यता पूर्वी लमजुङको त्यति थाहा भएन क्या मलाई। भर्खरै म हेडमास्टर भएको बेला भएछ कि। हजुर त्यो कुरा नि हो। अब हामीले अरू उहाँ एउटा विषयवस्तु राम्रो शिक्षक उहाँलाई भन्दाखेरि अब आफ्नो विषयवस्तुमा प्रखर मान्छे के अडिक मान्छे। अनि समाजलाई कुनै किसिमको जिम्मा दिएपछि समाजको पुरा काम राम्रोसँग गरिदिने। अब त्यहाँको विद्यालय त्यो सुरुदी माध्यमिक विद्यालय बनाएको लामो भवन बनाएको उहाँ सचिव हुनुहुन्थ्यो। त्यस्तो खालको लेखापढी थियो जुन बेला चाहिँ उहाँले कसैलाई पनि तलमाथि पार्नु भएन। आर्थिक हिसाब किताब पनि भएन। अब चन्दा उठाएर बनाएको कुरा हो। कहाँको अहिले जस्तो करोडौँ बजेट आउँदैन थियो। त्यस कारण धेरै जिम्मेवारीको हिसाबमा उहाँ एउटा राम्रो मान्छे। तिमीहरूले राम्रो काम गरेनौ भने तिमीहरूले यस्तो दुःख पाइन्छ बाबु, हेर कारबाही पर्छ, यो काम गल्ती काम नगरौँ, यो कुरा हामीले मन पराउँदैनौँ भनेर प्रश्न बोलिदिने। अनि त्यसपछि मान्छे सोझिन्थ्यो नि त। त्यहाँ दुःख पाएन नि कि भारतीयका कसैले दुःख पाएन त बेला उहाँ पछि चाहिँ पाएँ। उहाँ नभएपछि चाहिँ दुःख पाएँ। तपाईँ पछि सुशीलजी? म पछि सुशील हेडमास्टर भयो। सुशील अनि राजन यस्तो बलराम अधिकारी सर पनि हुनुभयो। बलराम पछि सुशील, म पछि सुशील पछि राजन। हेड सर यसरी यस्तो क्रमले गयो। अहिले को छ? अहिलेको हेड सर भनेको हाम्रो काशीनाथ अधिकारी सर हुनुहुन्छ। त्यो पहिला लामिचुवारा हो उहाँको घर।